आज यो श्री विश्व विश्रामेश्वर 109 महादेवको जुन मन्दिर यहाँ स्थापना भएको छ, यस मन्दिरको प्राण प्रतिष्ठापन तथा मन्दिर स्थापना कार्यक्रमको आजको अध्यक्षज्यू आदरणीय जनक अज्ञाल सर, त्यस्तै गरी हाम्रो यस कार्यक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको यो वाचन कार्यक्रममा आफ्नो मुखारबिन्दुबाट हाम्रा भक्तजनजीवहरूलाई एकदमै उत्साहका साथ आफ्नो सनातन धर्मका बारेमा ज्ञान दिनुहुने हाम्रो आचार्य बालकृष्ण अरियाल सर गुरुज्यू, त्यस्तै गरी नगरपालिकाका वडा नगरपालिका वडाध्यक्ष नरेन्द्र श्रेष्ठज्यू, हाम्रो कार्यपालिका सचिवज्यू, वडा सचिवज्यूहरू, व्यासमा हुनुभएको चिनारी पञ्चे बाजा नवगती बाजाका महिलाका अध्यक्षज्यू, अनि हाम्रो बन्देरी गौचरण खैदरी भजन समूहका अध्यक्षज्यू, मञ्चमा बस्नु पऱ्यो अध्यक्षज्यू, अनि सम्पूर्ण हाम्रा भिक्षमाया श्रेष्ठ आमा भिक्षमाया श्रेष्ठ ज्यूको आमा भिक्षमाया श्रेष्ठज्यू, उहाँको परिवार श्यामलाल श्रेष्ठ, रामलाल श्रेष्ठ लगायत अन्य परिवार, सबै परिवारजनमा र नगरपालिकामा आज यस कार्यक्रममा उपस्थित भएका सम्पूर्ण आमा बुवा दिदीबहिनीहरूमा नगरपालिकाको तर्फबाट हार्दिक नमस्कार। सर्वप्रथम त चन्दागी नगरपालिकामा यस किसिमको 109 हाम्रो चाहिँ महादेवको मूर्ति जुन विश्व विश्रामेश्वर मन्दिर स्थापना भएको छ, यो आफैमा एकदमै महत्त्वपूर्ण एउटा आयाम हो भन्ने मलाई लाग्छ। नगरपालिकाभित्र विभिन्न नगरपालिकाका विभिन्न स्थानहरूमा महत्त्वपूर्ण धार्मिक स्थलहरूमध्ये यो एउटा पनि छुट्टै एउटा महत्त्व बोकेको एउटा शिव मन्दिरको एउटा महत्त्वपूर्ण धार्मिक स्थल हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ र सम्पूर्ण भक्तजनज्यूहरूलाई नगरपालिकाका विभिन्न धार्मिक स्थल मात्र नभएर नेपालभरिबाट आउने सम्पूर्ण भक्तजनज्यूहरूले एउटा महत्त्वपूर्ण धार्मिक स्थलको गन्तव्यको रूपमा यो विकास हुनेछ भन्ने हामीले आशा राखेका छौँ। आज यस ठाउँमा यस किमको 109 हाम्रो महादेव मन्दिर स्थापना भएको छ। विश्व विश्रामेश्वर जुन आफै विश्राम गर्नुभएको मन्दिर त्यहाँ स्थापना भएको छ 109 शिवलिङ्ग सहितको यो महत्त्वपूर्ण मन्दिर चन्दागी नगरपालिकाको एकमात्र मन्दिर रहेको छ र यस्तो मन्दिर स्थापना गर्न आदरणीय आमा भिक्षमा माया श्रेष्ठ र उहाँको परिवारलाई म नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामीले जुनसुकै मठ मन्दिरहरू, धारा पाटी पौवाहरू, बाटोहरू जुनसुकै स्थानमा जुनसुकै तवरबाट स्थापना भए पनि हामी सबैको त्यो साझा हो। मलाई लाग्दछ यस नगरपालिकाभित्र पनि विभिन्न किसिमका मठ मन्दिरहरू, पाटी पौवाहरू हाम्रो अग्रजहरू पूर्वजहरूले आफ्नो तर्फबाट कुनै निजीबाट, कुनै सामूहिकबाट, कुनै संस्थागतबाट, कुनै समूहगतबाट विभिन्न मठ मन्दिरहरू निर्माण भएका थिए, जसको ती मठ मन्दिरहरूमा भएका गतिविधिहरू र त्यसबाट चलेका संस्कार संस्कृतिहरू, चाडपर्वहरू, रीतिरिवाजहरू जुन संस्कार छ त्यो संस्कार त्यति बेला हाम्रा अग्रजहरू पूर्वजहरूले गरेका ती संस्कारहरूबाट नै आज हामीले त्यसलाई अनुकरण गर्ने र त्यसलाई न्यूनता दिने कामहरू गरिरहेका छौँ। त्यसले जुनसुकै व्यक्ति संस्था जुनसुकै भए पनि हामी यो नेपालभरि मात्र न जुनसुकै ठाउँमा पनि कुनै दाताजीहरूबाट एउटा स्थापना भएको मठ मन्दिर जुन स्थापना भएको हुन्छ तत्पश्चात ती सबैको साझा मन्दिरको रूपमा विकास हुन्छ। मलाई आशा छ कि यो विश्व विश्रामेश्वर मन्दिर पनि हाम्रो कुनै एउटा परिवारले दाताको सहयोगबाट बनेका पनि सबैको सहयोगी हातहरू कसैको धेरै होला, कसैको थोरै होला, कसैको मन होला, कसैको धन होला, कसैको तन होला, कसैको सहयोगी भावना मात्रै पनि होला, यी सबैको भावनाहरूबाट बनेका यस किसिमको मन्दिर हामी सबैको साझा हो भन्ने हामीले ठान्नु पर्दछ र आगामी दिनमा यो मन्दिरले विभिन्न दृष्टिकोणबाट नयाँ आयामका सहित त्यसले चाहिँ आफ्नो चाहिँ गतिविधिहरू सञ्चालन गर्दै हाम्रो सनातन धर्मलाई कायम गर्दै एउटा पवित्र धार्मिक स्थलको रूपमा यो रहनेछ भन्ने हामीले विश्वास लिएका छौँ। त्यस्तो मन्दिरमा हामीले नगरपालिकाभित्रका विभिन्न मठ मन्दिरहरूलाई जीर्णोद्धार गर्ने, पुनर्निर्माण गर्ने, त्यसलाई मर्मत गर्ने, सम्हार गर्ने जति पनि हामीले काम गरेर नगरपालिकाभित्रका विभिन्न स्थलहरूलाई हामीले स्तरीकरण गर्ने कामहरू गरिसकेका छौँ। यसमध्येमा अरू थप नयाँ पनि निर्माण भइरहेको अवस्थाहरू छन्। त्यस्तो अवस्थाहरूमा हामीले हाम्रो सनातन धर्म संस्कार संस्कृतिहरूलाई जीवन्त राख्न पनि यस किसिमको मठ मन्दिरहरू जुन 109 विश्व विश्रामेश्वर मन्दिर नगरपालिकाकै एउटा छुट्टै पहिचान रहेको यस मन्दिरलाई नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने साथ र सहयोग निर्माणको गर्ने कार्यक्रममा हाम्रो वडा र नगरपालिकाले साथ सहयोग पुर्याउनेछ भन्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र विभिन्न जात जाति धर्म संस्कृति समुदायहरूको आफ्नो मठ मन्दिरहरू छन्। भर्खरै पनि म एउटा गुम्बामा गएर आएको थिएँ, वडा नम्बर 1 वडा नम्बर 4 को एउटा तामाङ बस्तीमा। त्यहाँ पनि त्यस किसिमको आफ्नो छुट्टै धर्म संस्कारहरूको मठ मन्दिरहरू निर्माण भइरहेको छ। अरू विभिन्न संस्कार संस्कृतिहरू छ। त्यसले हाम्रो नगरपालिका एउटा साझा फुलबारी हो। विभिन्न जात जाति भाषा भाषी धर्म संस्कार संस्कृति बोकेका सम्पूर्ण समुदायलाई सम्बोधन गर्नुपर्ने अभिभावकको दायित्व चन्दागी नगरपालिकाको रहेको छ। तसर्थ नगरपालिकाले यस नगरपालिकाले सञ्चालित सम्पूर्ण गुठी चाडपर्व रीतिरिवाजहरू बाजागाजाहरू
संस्कारहरू मठ मन्दिरहरू लगायतका सम्पूर्ण धार्मिक स्थलहरूलाई जीवन्त राख्नको लागि जीर्णोद्धार पुनर्निर्माण र सम्पूर्ण कार्यहरू मर्मत गर्ने कामहरू नगरपालिकाले अगाडि बढाएको छ। धेरै कुरामा सम्पन्न पनि भइसकेको अवस्था छ। मलाई लाग्छ आज यो नौमती बाजा जुन यो चिनारी महिला समूहले प्रस्तुत गर्नुभएको छ, हामीलाई धेरै खुसी लागेको छ। अझ हामीलाई अझ धेरै खुसी किन लागेको छ भने बन्देरी गौचरण खैरेनी भजन समूहले जुन एउटा लोप हुन लागेको एउटा संस्कार संस्कृति हाम्रो मौलिक परम्परा थियो त्यो खैरेनी भजन मार्फत जुन आज प्रस्तुतीकरण भयो र यति लामो समयसम्म जुन प्रस्तुतीकरण गर्नुभयो, नगरपालिकाले राखेका विभिन्न लोप हुन लागेका बाजा गजालाई जीवन्त राख्ने क्रममा जुन हामीले आफ्नो अनुरोध र साथ र सहयोग पुर्याएका थियौँ, त्यसमा यहाँले जुन यो साथ र सहयोगमा एकदमै उदाहरणीय स्वरूप यहाँले जुन प्रस्तुत गर्नुभयो, नगरपालिकाको तर्फबाट यहाँलाई मेरो धेरै धेरै सम्मान छ र यहाँलाई हार्दिक बधाई पनि छ, धन्यवाद पनि छ। मलाई लाग्दछ हामीले नगरपालिकाभित्र विभिन्न बाजागाजहरू बाँसुरी बाजा, धाँ बाजा, धिने बाजा, काँ बाजा, मुवाली बाजा लगायतका विभिन्न हाम्रा संस्कार संस्कृतिहरूले आदिमकालदेखि चलिआएका परापूर्वकालदेखि चलिआएका परम्पराहरूलाई हामी जीवन्त राख्न हरेक वडा टोल बस्तीहरूमा त्यस किसिमको बजेट विनियोजन गरेर हरेक वर्ष पनि अहिले पनि हामीले हरेक वर्ष 2-2 लाख रुपियाँ हरेक वडालाई यी बाजागाजा संरक्षण गर्नलाई हामीले बजेट विनियोजन गरिरहेका छौँ। र यो 8 वर्षको निर्वाचित पदाधिकारीहरूको जुन अवस्थामा हामीले लोप हुन लागिसकेका सम्पूर्ण गुठी पर्वहरू संस्कारहरू संस्कृतिहरू जति छन् हामी उहाँहरूलाई सबैलाई हरेक वडामा हामीले बजेट विनियोजन गरेर यी सबै गुठीहरूलाई बाजागाजाहरूलाई संस्कार संस्कृतिहरूलाई रीतिरिवाजहरूलाई हाम्रा परम्पराहरूलाई हामीले जुन बजेट विनियोजनै गरेर त्यसलाई जीवन्त राख्ने र त्यसलाई चाहिँ निरन्तरता दिने क्रममा हामीले जुन नयाँ पुस्तालाई हाम्रो अग्रजहरू र पूर्वजहरूले गरेका कुराहरूलाई नयाँ पुस्तालाई अनुसरण गराउने उहाँहरूलाई पनि परिचित गराउने वातावरण जुन हामीले अभियान सञ्चालन गरेका थियौँ। हामीलाई लाग्दछ कि अहिले हजारौँ हजार भाइ बहिनीहरू खास गरी बहिनीहरू दिदीबहिनीहरूले यो बाजागाजाहरूलाई जुन बजाएर जुन आफ्नो संस्कार संस्कृति र चाडपर्व जात्रा पर्वहरूमा जुन उहाँहरूले प्रस्तुतीकरण गर्नुभएको छ, यो हाम्रो यो अभियानले अत्यन्त सफलता प्राप्त गरेको छ भन्ने हामीले महसुस गरेका छौँ। हामीले अस्ति पनि यो मछेन्द्रनाथको यात्रामा हाम्रो अघिल्लो दिन जात्रा हुने चौथो दिनको अघिल्लो दिन चाहिँ हाम्रो नगरपालिकाको रफ्ताने पालो पर्दछ। त्यति बेला हामीले झन्डै 22-23वटा बस गरेर पठाउँदाखेरि झन्डै हजारौँ हजार हाम्रा भाइ बहिनीहरू दिदीबहिनीहरू दाजुभाइ दिदीहरूले चाहिँ बाजागाजासहित आफ्नो धिने बाजासहित त्यहाँ प्रस्तुतीकरण गरेर रफ्तामा जाँदाखेरि अब चाहिँ हाम्रो नगरपालिकामा जीवन्त रूपले बाजागाजा चाहिँ रहेको छ भन्ने कुरा महसुस भएको छ। त्यसैले यो जुन नौमती बाजा हरेक वडाहरूमा सुरु भएको छ र दिदीबहिनीहरूलाई मैले नगरपालिकाको तर्फबाट हामी नगरपालिकाको तर्फबाट वडाबाट के कस्तो साथ पुर्याउनु पर्छ आगामी दिनमा अझ बढी समूहगत ढङ्गले थप गर्दै नगरपालिकामा यस किसिमको परम्परागत र छुट्टै समुदायहरूको आफ्नो परम्परालाई जीवन्त राख्नको लागि र त्यसलाई उजागर गर्नको लागि यहाँलाई हामी नगरपालिका साथ सहयोग पुर्याउँछौँ भन्ने आफ्नो पनि धारणा राख्दै यो बन्देरी गौचरण खैरेनी भजनले हामीले सुरुमा मच्छी गाउँमा 9 नम्बर वडामा हामीले सुरु गरेका थियौँ, त्यहाँ पनि सुरु भइरहेको छ। अहिले अरू वडामा पनि अहिले 15 नम्बर वडामा पनि सुरु भइरहेको छ। अस्ति म त्यो कार्यक्रममा गएको थिएँ, त्यहाँ विष्णु मन्दिर पूजामा त्यहाँ पनि खैरेनी बाजा भजनले राम्रो चाहिँ प्रस्तुतीकरण गर्नुभएको थियो र मलाई लाग्छ बन्देरी गौचरणमा लगभग 1 वर्ष हुन लाग्यो होला। यो सुरु गरेको 1 वर्षमा हाम्रो बुवा आमाहरू दाजुभाइ दिदीबहिनीहरू आमाहरूले जुन अहिले प्रस्तुतीकरण गर्नुभयो यो लोप हुन लागेको र यो संस्कारमा हराइसकेको लगभग हराइसकेको यस्तो हराइसकेकोलाई तपाईँले जुन उजागर गरेर यसलाई फेरि हामीलाई चाहिँ एउटा प्रस्तुतीकरण गरिदिनु भएको छ। यो लोप हुन लागेकोलाई तपाईँले जुन जोगाइदिनु भएको छ बचाइदिनु भएको छ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म नगरपालिका तर्फबाट पुनः एकपटक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँहरूको जुन प्रयास र निरन्तरता छ आगामी दिनमा त्यो प्रयास र निरन्तरतालाई अझ बढी सक्रियताका साथ अरू ठाउँहरू अरू वडाहरूमा पनि र आफ्नै टोलहरूमा पनि अरू थप समुदायहरूलाई पनि थप सङ्ख्याहरूलाई पनि यसलाई जोड्दै हिजो त एक समुदाय एक परिवार एक जाति अथवा एक संस्कारले मात्रै गर्ने परम्परा थियो भने अहिले हाम्रो यो परिवेशमा अहिले पछिल्लो परिवेशमा सबै जात जाति समुदाय धर्म संस्कृति मान्यहरूले पनि त्यो बाजागाजालाई एकै प्रकारले जुन बजाउने मनाउने परम्परा सुरु भएको छ। यो आफैमा एउटा मौलिक संस्कार हो भन्ने मलाई लाग्छ र हामी एकजुट हुने एकता कायम गर्ने र हाम्रो धर्म संस्कृति भाषा वेशभूषा खानपिन जे जस्तो फरक परे पनि हामी एउटै समुदायमा एउटै संस्कारमा एउटै एकताबद्ध भएर गएका छौँ, जसले हाम्रो भाइचारा हाम्रो समन्वयात्मक ढङ्गले हाम्रो विकास गर्न आफ्नो अरू सभ्यतामूलक समाज निर्माण गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने मलाई लाग्छ। हिजो एउटा समुदायले मात्रै प्रस्तुत गर्ने नौमती बाजा आज सबै जात जातिहरूले संयुक्त रूपले प्रस्तुतीकरण गर्ने वातावरण तयार भयो। मैले सुरुमा आफ्नो 3 नम्बर वडामा म बस्ने वडामा सुरु गरेको यो अभियानलाई अहिले धेरै वडामा आत्मसात गरेर थप सङ्ख्यामा जुन वृद्धि हुँदै गएको छ, यहाँलाई यस किसिमको थप सङ्ख्यामा वृद्धि गर्दै हाम्रा लोप हुन लागेका बाजागाजालाई जीवन्त राख्नको लागि यहाँ जुन प्रयास गर्नुभएको छ त्यसमा नगरपालिकाको सदैव साथ रहनेछ भन्ने म यहाँलाई जानकारी गराउन चाहन्छु।
र हरसम्भवका प्रयासहरू अब हामीले बाँकी रहेका संस्कारहरू अरू कुनै लोप हुन लागेका हाम्रा अत्यन्त संस्कार परम्परा रीतिरिवाजहरू जे छन् त्यसलाई फेरि कहाँ कति बाँकी छ। अब हामी 8 वर्ष त गइसक्यौँ, अझै हामी 22-24 महिना 23 महिना काम गर्न बाँकी छ। त्यति बेला अझ पनि कहीँ कतै लोप हुन लागेका बाजागाजा धर्म संस्कृति चाडपर्व मठ मन्दिरहरू जीर्णोद्धार गरेर र केही संस्कारहरू बाँकी छ भने त्यो पनि हामी सबै कुरा पुरा गरेर कम्तीमा पनि यो अवधिमा कम्तीमा पनि हाम्रा संस्कार संस्कृति र तनलागिरी नगरपालिकाको मौलिक परम्परालाई हामीले कसरी जोगाउन सक्छौँ र त्यसलाई कसरी निम्ता दिन सक्छौँ भन्ने तर्फमा कुनै पनि कसर बाँकी राख्ने छैनौँ भन्ने कुरा नगरपालिकाको तर्फबाट यहाँलाई म जानकारी गराउन चाहन्छु। अहिले लाग्छ यो विश्व विश्रामेश्वर मन्दिर जुन स्थापना भएर हामीलाई नगरपालिकामा एउटा छुट्टै धार्मिक गन्तव्यको रूपमा विकास हुने जुन अवसर प्राप्त भएको छ, यो अवसरले हाम्रा दाजुभाइ दिदीबहिनीहरू जो हाम्रो नगरपालिकाभित्र रहनुभएको छ, बसोबास गर्नुभएको छ, उहाँहरू मात्र होइन कि देशभरिबाट आउने पर्यटकमा धार्मिक पर्यटकको रूपमा होस् वा जुनसुकै क्षेत्रबाट आउनुभएका हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई कम्तीमा पनि नगरपालिकाको अरू क्षेत्रहरू भ्रमण गर्दाखेरि अरू धार्मिक स्थलहरू भ्रमण गर्दाखेरि अब निकट भविष्यमा मच्छेनारायणको मल्लमासको मेला सुरु लागेको छ, 25 लाख भक्तहरू आउनुहुन्छ। त्यस्तै गरी माता तीर्थको मेला हुन्छ, त्यहाँ 10 लाख भक्तहरू आउनुहुन्छ। पर्सि अब केही समयपछि इन्द्रदहको मेला आउन लागिरहेको छ इन्द्रस्थानमा, इन्द्रथको त्यो पनि पवित्र धार्मिक स्थलहरूको रूपमा रहेको छ। त्यसैले यस किसिमका अब 7 गमले जात्रा आउँदैछ, यसमा 10 लाख भक्तजनहरू आउनुहुन्छ। यसरी विभिन्न क्षेत्रबाट आएका भक्तजनहरू र हाम्रो नगरपालिकाभित्रका भक्तजनहरूलाई कम्तीमा पनि त्यो तीर्थस्थल भ्रमण गर्न आउँदाखेरि एउटा छुट्टै किसिमको विश्व विश्रामेश्वर मन्दिर पनि छ है, यहाँ पनि एकचोटि दर्शन गरौँ है भन्ने किसिमको हामीले आवाज त्यो समुदायलाई दिन सक्यो भने आगामी वर्ष लाखौँ लाख भक्तजनहरू यहाँ पनि आउने सम्भावना रहन्छ। त्यसतर्फ हाम्रो समुदायहरू टोलवासीहरू हामी सबै यस किसिमको भूमिकामा हामी अग्रसर हुनेछौँ भन्ने मेरो भनाइ राख्दै पुनः एकपटक आज यस कार्यक्रमको समापन कार्यक्रममा आदरणीय हाम्रो आचार्यज्यूले जुन हामीलाई एकदमै शिव पुराणको एकदमै ज्ञान दिनुभएको छ र यो पवित्र मन्दिर स्थलमा आज जीवन्त राख्नको लागि जुन उहाँले सहयोग गर्नुभएको छ त्यसप्रति म आदरणीय गुरुज्यूप्रति र हाम्रो जनक सर बार्किन सर गुरुज्यूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र परिवारजनप्रति हार्दिक आभार व्यक्तै आमा त्यहाँ बसिरहनु भएको छ, हाँसिरहनु भएको छ। उहाँको सुख एकदमै उहाँको जीवन एकदमै अझ स्वस्थमय सुखमय आनन्दमय रहोस् र युग युगसम्म बाँचिरहनुहोस्। हामीलाई पनि आशीर्वाद दिइरहनुहोस्। हामी सबैको आशीर्वादबाट नगरपालिका विकास गर्न, सभ्यतामूलक समाज निर्माण गर्न, मानव विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास र सभ्यतामूलक समाजसहित प्रविधियुक्त विकासमा जानको लागि हामीलाई प्रेरणा मिलोस् भन्ने शुभकामनासँग व्यक्त गर्दै सबैमा हार्दिक आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद।